वायल साँच्चै स्वर्ग समान स्थान रहेछ। हामी निकै दङ्ग पर्यौँ वायल आइपुग्दा। यहाँको भूगोल र गाउँघरले साँच्चै मोहित तुल्यायो। धानका ठुल्ठुला फाँटहरू र यसरी जुरुप्प जुरुप्प बसेका कैयन गाउँहरू एउटै गहिरो खाडलमा रहेको निकै रोचक स्थान यो। हामी वायल कटेर अघि बढ्दैछौँ। यहीँ अघि वासुदेवी गाउँ छ अरे, निकै ठुलो छ अरे त्यहाँ, त्यो पनि घुम्नेछौँ। धेर टाढा पर्दैन र यहाँबाट। सडक सहज, कालोपत्रै छ, गुणस्तरीय, सानो गाडीलाई कतै शास्ति नपर्ने। मौसम पनि निकै सफा भएर आयो हाल। वायलबाट सडक ओह्रालै झरेको रहेछ। यो भेगमा कालोपत्रे सडक बनेको धेरै भएको छैन। राजपुरबाट हामी त्यस्तै 20 किलोमिटर जति अघि यसरी सहज आउन सकेको छौँ। सोचे भन्दा धेरै रमणीय ठाउँ पुग्यो। गाउँ नै गाउँ, यता पारी फेरि बाक्लो गाउँ देखिँदैछ। वायलबाट थोरै ओह्रालो झरेपछि सडक छेउको यो पहाडी ढलानमा रोपाइँ हुँदो रहेछ। नाच्दै गाउँदै रमाइलो गर्दै स्थानीय कृषकहरू खेतमा काम गर्दै हुनुहुन्छ। सुदूरपश्चिम डोटीको यो रोपाइँ देखेर हामी यहीँ रोक्यौँ। हामी फेरि माथि वायलबाट केही तल झऱ्यौँ, बाटो तल झरेको रहेछ। अब चाहिँ यो रोपाइँ हुँदै गरेको स्थान चाहिँ यति रमाइलो लाग्यो। यहाँ त नाच्दै नाच्दै खेल्दै रमाइलो ठट्टा गर्दै उहाँहरू धान रोप्ने कर्म गर्नुहुँदैछ। पर एउटा गाउँ छ, कति सुन्दर छ त्यो गाउँ पनि। अब यो ठाउँको नाम त के हो मलाई थाहा छैन। यहाँ रोपाइँ माथिल्लोपट्टि हुँदैछ, उहाँहरूलाई गएर अल्म ल्याउन पनि मन लागेन। तर हामी चाहिँ यहाँ मन्त्र मुग्ध भएर चाहिँ रोपाइँ गरेको कर्म हेर्दैछौँ। उहाँहरू हामीलाई जिस्काउनु पनि हुँदैछ माथिबाट। रमाइलो गरी गरी महिला पुरुषहरू बाउसे यसो हिलो चाहिँ मिलाउनेहरू सबै मिलेर रोपाइँ हुँदैछ। ठाउँको नाम के हो थाहा छैन, तर के चाहिँ रहेछ भने डोटीको यो क्षेत्र चाहिँ एकदमै भ्रमणयोग्य ठाउँ रहेछ। गाउँ घुम्ने हो भने चाहिँ पक्का पनि यो केआइसिङ गाउँपालिका छिर्नै पर्छ भन्छु म चाहिँ। अब यो जुनसुकै वर्षको जुनसुकै समय भ्रमण गर्न सकिन्छ। कालोपत्रे पनि भर्खरै आइसकेको छ यहाँ, त्यो कारणले रमाइलो हुन्छ यात्रा, सहज पनि हुन्छ। गाउँहरू त यही प्रकारको गाउँहरू कति धेरै हेरौँ। एकछिन हामी एकछिन विश्रामै गरेर मजाले हेर्छौँ यहाँ रोपाइँ भएको यो पनि। पहाडी ढलानमा कुनै साना त कुनै ठुला खेतका गरा, कुनै त यति सानो गरा कि एकजना मात्र अडिएर धान रोप्न मिल्ने गरेको। अन्नको महत्त्व असाध्यै हुन्छ नै। सकेसम्म सदुपयोग गर्नै पर्छ प्रकृतिलाई। यस्तो कर्म हुँदा सायद प्रकृति पनि खुसी हुन्छन् होली। शिशुलाई स्तनपान गराउँदा आमाको मनमा उम्लिने ममता चाहिँ प्रकृतिले पनि